हेलो गाइज सबैलाई नमस्ते है। मेरो नाम सलिन गुरुङ। ल आजबाट मेरो पहिलो भ्लग आउँदैछ। गुड मर्निङ। आजबाट मेरो पहिलो भ्लग आउँदैछ है। अब म आज पहिलोचोटि भएर शब्दहरू डबल भयो भने चाहिँ माइन्ड नगर्नु होला। अब आज चाहिँ युके आएको 5 महिनापछि फर्स्ट टाइम फिल्म हेर्न जाँदैछौँ हामी, त्यो पनि जबरजस्ती। अब के अरे युनिले अहिलेसम्म घुम्न लगेन भनेर आज एकै दिनमा यसलाई फिल्म हेराउने अनि तालसाल पोखरामा जस्तै तालदेखि सब घुमाइन्छ आज यसलाई थाकोस् अनि सिधै अनि 3-4 महिना फेरि ग्याप घुमिँदैन हामी। एकै दिनमा आज चैट पारिदिने हो। त्यही भ्लग त्यही कुराहरू तपाईँलाई आज हामी देखाउनेछौँ भ्लगमा। गाह्रो नमानिकन सबै इन्डसम्म हेरिदिनु होला भन्दै म यति भन्दै हस्त नमस्ते तपाईँहरूलाई बाटोमा देखाउने छु अरूहरू। यो मेरो पहिलो भ्लग है, राम्रो नभएमा केही माफी चाहन्छु। मेरो शब्दहरू नि के भइरहेछ। ल है त साथीहरू, हामी घरबाट निस्किसक्यौँ। भर्खरै हाम्रो सानो वार्तालाप भइसक्यो। यो मेरो 5 टेक हो। यसको भिडियो मिलेन भनेर मतलब आफूले राम्रो आएन रे। अब के भन्नु, म फेरि कालो होइन है साथीहरू। यसले मेकअप गरेर गोरो देखेको, म मेकअप नगरेको भएर कालो भएको हो। त्यस्तो कालो त होइन। गाडी आयो हाम्रो, छोड्दै इन्फर्मेसन हाम्रो चाहिँ गाडी गइसकेर अनि त्यही इन्फर्मेसन छोड्दै उनीहरूले त देखेर पनि नदिए जस्तै गर्छ कि फेरि मलाई मन पर्दैन कि खास यो गाडीमा जानुपर्ने हो। छुट्टी हो। तपाईँहरूलाई म सिकाउँछु है साथीहरू। सिकाउनु हो भने बाटो काट्नुभन्दा अगाडि यसरी खिच्नुहोस्, बुझ्नुभयो? फेरि यो औँलाले थिचेर होइन, यो औँलाले थिच्नु पऱ्यो। यसरी यो औँलाले थिचेर नि हुन्न, सधैँ यो औँलाले थिच्नुहोस् है। यसरी बल्ल बल्छ, नत्र बल्दैन नि फेरि। फाइनल्ली सिट पायो है। फाइनल्ली दुःख पछि बाहिरको भ्यू 1 घन्टा कुरेर चढेको 2 मिनट भयो, तर 1 घन्टा कुरेको भनौँ। फाइनल्ली हामी बसबाट झरेर अब हलतिर, फेल्तम हलतिर हामी जाँदैछौँ है हिँडेर। कति मिनट? 6 मिनट 6 मिनट वाक देखाइरहेछ। सिट पाएको थिएन सुरुमा, पछि पायौँ। मैले थर्काइदिएको थिएँ क्या त्यो ड्राइभरलाई। फेरि दिन्छ कि दिन्न सिट भनिदिएको, डराएर बस्नुहोस् तपाईँहरूले भिआइपी भनेर दिइहाल्यो। अनि हामी चाहिँ ट्याक्सी होइन र त्यहाँ पछि होइन साँच्ची भनेको। अनि हामी अहिले 6 मिनट अझ ड्राइभरलाई त्यस्तो थर्काइदिएको, त्यसले होइन म फेल्तम हलसम्म पुऱ्याइदिन्छु, तपाईँले त्यहीँ हल अगाडिसम्म पुऱ्याइदिन्छ, गाडी लैदिन्छु भन्दै थियो। तर भए पो पर्दैन, त्यति दुःख नगर्नु भनेर। गाइज हामी आइपुग्यौँ। अब हामी हजुरहरूलाई देखाउने छौँ कताबाट हो भनेर। यताबाट हो, यताबाट हो। उहाँ देख्न सक्नुहुन्छ। गिम्बल नभएर फोन यसरी ढल्केर हामी चाहिँ आइपुगिसक्यौँ। ऊ त्यो सिनेमा हल देख्नुभयो, हो त्यो चाहिँ हामी जान लागेको अहिले। है तपाईँहरूलाई कतै यस्तो कन्फ्युज हुनुभयो भने, यहाँ डिस्काउन्ट चाहियो भने, डिस्काउन्ट फिल्म हेर्दा टिकटमा डिस्काउन्ट चाहियो भने मेरो प्रोमो कोड युज गर्नु होला, www.salinhandsome.com। 50% डिस्काउन्ट। लास्ट छुट्यो है गाडी। 50% डिस्काउन्ट। यहाँ चाहिँ के छ भन्दाखेरि कार पार्किङ रहेछ। उता बर्गर किङ छ, अनि बर्गर किङ त्यहाँ रहेछ ऊ त्यहाँ। अनि यहाँ चाहिँ जिम, शाहरुख खानको उस रहेछ त, ड्रिङ्क प्ले बल पनि रहेछ यहाँ त। शाहरुख खानको बस बिङको रहेछ त्यहाँ। यहाँ चाहिँ उहाँ हुनुहुन्छ। नखिच न भनेको। हामी त्यहाँ जाने हो, मलाई छोडेर जानुभयो है साथीहरू। हामी आइसक्यौँ हाम्रो डेस्टिनेसनमा। अब यहाँबाट भित्र हो रे किनकि यो मेरो फर्स्ट टाइम हो, पहिलोचोटि। म्याम सबसे पहिला आइसक्नु भयो रहेछ। अब कुन चाहिँ सँगै आउनुभयो त्यो त थाहा भएन, मजाक गरेको है। फेरि यो सुनेर फेरि घर गएर मलाई फेरि अलिकति राम्रै थेरापी हुनसक्छ, त्यो भएर इट्स जक रे, इट्स
गाइस हामी चाहिँ भित्र छिरिसक्यौँ पहिलोचोटि आएको हो तिमी म दोस्रो तेस्रो रे अरे कहना क्या चाहते हो के गर्नु लाग्यो रे अब तपाईँहरूलाई म फिल्म हल देखाउँदैछु हेर्नुहोस् गाइस अहिले हामी फिल्म गाइस हामी चाहिँ अब भित्र छिर्छौँ अहिलेको लागि अनि सिनेमा भेटौँला फिल्म हेर्छौँ पहिला बोलो सामने देख उधर ब्लॉन्डी हाँ फेंको इसे ब्लॉन्डी उठाओ अब पिन निकाल के फेंको पिन ल साथीहरू हामीले पपकर्न लिइसक्यौँ है एकदम सस्तो जावा कति पाक्दा 5 पाउन्डको बल्ल बल्ल त्यो भन्दा महँगो भेटेन ओके अब हाम्रो उस सकिसक्यो ब्रेक ब्रेक सकिसक्यो ल, हामी See you. त्यसपछि चाहिँ हामी घुम्न जान सक्छौँ अथवा कहीँ खाना जान सक्छौँ त्यति बेला भेटौँला बाई गाइज लभ यु गाइज चाहिँ पादरलाई हेर्न सक्नुहुन्छ पादर यस्तो बाटो देख्नु भयो हजुरहरूले धन्दै लुटेकै छ स्पाइडरम्यान हामीले अघि स्पाइडरम्यानको टेलर हेरेको थियो यस्तो गाइज ओइ दामी सुरु भइसक्यो बाई गाइज सी लेटर ले तो मल गया बेटा मल गया बेटे मला कौन है मेरे बाबूजी 15 साल के बाद मिले और 15 मिनट में अगर बाबूजी चले गए तो बेटा मैं कौन हूँ तागल है बाबूजी बाबूजी जिंदा है बाबूजी जिंदा है बाबूजी जिंदा है बाबूजी जिंदा है हामी चाहिँ फिल्म सकाएर निस्किसक्यो फिल्म कस्तो लाग्यो भन फिल्म एकदम राम्रो त तपाईँहरूले बुझ्नुहुन्छ त फिल्म हेरेपछि चाहिँ म किन तोतले बोलेको भनेर यतिको कुला फिल्म हेर्ने ती बल्ल थाहा हुन्छ घरले फिल्म हलाउनु अनि यो तोतलाको रिजन बुझ्नु फिल्म एकदम राम्रो छ गाइस आउनु पर्ला राम्रो त अहिले उता नि अर्को फिल्म चल्दैछ फिल्ममा तोतला बोल्छ नि त गाइस एकदम राम्रो लाग्यो फिल्म ल हामी त फेरि लेकतिर जाँदै थियौँ बेडफोन लेकतिर तर के गर्नु गाडी टर्मिनेट भयो टेक्निकल इस्यु आयो भनेर हिँड्दैछौँ थोरै जाब कति मिनट भन्दा 22 मिनटको हिँडै छ शान्ति न आज मेम साहबलाई आज फिल्म हेराउने राम्रो राम्रो खुलाउने मिठो खुलाउने अनि आज हाइकिङ जस्तो नि भयो र त कति भेराइटी 3-4 महिना नघुमाएको एकै दिनमा सबै कुरा हाइकिङ अब हामी 22 मिनटको हाइकिङ गर्दैछौँ है साथीभाइ ल हेर त यही खुसियालीमा ल खुसियाली हो यो एकतर्फबाट हामीलाई सबै कुरा आज एकै दिनमा गरौँ भनेर हो राम्रो भयो राम्रो रहेछ फुल हाइकिङ अब 22 मिनटको हाइकिङ हुन्छ अब के गर्नु यस्तै छ जिन्दगी युकेमा गाडी कति बेला टर्मिनेट हुन्छ यस्तो हो क्या केही होइन यो मान्छे कति बेला रिसाउँछ र गाडी कति बेला टर्मिनेट हुन्छ भने एउटै रहेछ त्यसपछि हामी कोरियन खाना जाने कोरियन खाने रे मलाई त नेपाली खानु मन लाग्थ्यो क्या अब मान्छेलाई फोटो भिडियो देखाउनको लागि मात्र हो यसले कोरियन भनेको टेस्ट त लास्टमा कोरियन खाए पनि घरि यति भात हान्छ यसले हेरै सच साँचो खाने कोरियन घरि यति भात हान्छ काम छैन यो भातै हो म भन्दा नि एकचोटि म भन्दा नि भातै हो जति जे गरे पनि यस्तो के हो मेकअप गरेर मात्र गोरो देखेको नत्र मेकअप गरेको भने पनि त्यतिको गोरो त हुन्थ्यो होला है हामी हिँड्दैछौँ यहाँ मान्छेहरू कोही नभएको यसरी बोलेर यसरी समाएर हिँड्ने कन्फिडेन्ट आएको मलाई के भएको भनेको म त्यो फिल्ममा जस्तै सुपारी लिएरै बोलेको क्या हो आज मेरो टङ स्लिप भइरहेको छ क्या अनि हामी हिँड्दैछौँ है युकेको बाटो है यस्तो राम्रो छ वाह
अनि यहाँबाट हामी 22 मिनटको वाकमा अहिले हामी 5 मिनट जति हिँडिसक्यौँ। अब हामी यहाँ पछि कोरियन खाना जाने भनेछौँ। त्यो कोरियन खाना गएको नखाएको केही मतलबै हुँदैन, किनकि घर गएर यति भात उलिहाल्छ नि यिनले सरी होइन उहाँले भिडियो एडिट गर्ने उसैले भन्दा फेरि गाली खाइहाल्छ उहाँले। ल साथीहरू हामी ट्याक्क इन्ट्रान्समा आइसक्यौँ है। इन्ट्रान्स चाहिँ ट्याक्क 8:30 भनेपछि 8:30सम्म मात्र खोल्ने रहेछ यो है। त्योभन्दा पछि आउनु भयो भने तपाईँको मामै भए पनि तपाईँको बजे नै भए पनि खोल्नेवाला छैन, यो बन्दै हुनेवाला छ, बुझ्नुभयो? यस्तो राम्रो ठाउँ, यहाँ डक पनि रहेछ। डक होइन यो, ओए कति धेरै डक। वाउ, ब्युटिफुल फ्लावरहरू छ। त्यो बाटो भयो। फाइनल्ली 22 मिनटको हाइकिङ पछि हामी आइपुग्यौँ है लेकमा। तर वर्चिट छ। तर कस्तो लाग्यो तिमीलाई? एकदम राम्रो। म घाम पारेको जानी पारेको है फेरि गोरो देखाउनलाई होइन, तर एकदम राम्रो छ। ल हेर्नुहोस् हाँसहरू राम्रो छ, हेर्नुहोस् यस्तो राम्रो। वर्थ इट, यु मस्ट भिजिट है, राम्रो छ। तपाईँहरूलाई अनि मेरो एउटा बेस्ट फ्रेन्ड देखाउँछु। 4 दिन भयो मसँग रिसाएर बसेको छ, ठुस्केर बसेर त्यसलाई गएर उठाउनु पर्ने भन्छ। हेर देखाउँछु है म तपाईँहरूलाई, सरप्राइज छ तपाईँहरूलाई। रिसाइरहेको कि मेरो बेस्ट फ्रेन्ड आज। ए साइला उठ, हामी 15-20 मिनटको झगडापछि सल्लाह गरेर कोरियन खाना जाने डिसिसन भयो हाम्रो है। अहिले हामी यहाँ कुर्दैछौँ बस स्टेसनमा। के हो यो क्यामेरा त चलाउन आउँदैन, त्यो पनि 15-20 मिनटको झगडापछि हामी कोरियन खाना जाने सल्लाह भयो। ल साथीहरू हामी त साह्रै भोक लगाएर कोरियन खाने ठाउँमा आइपुग्यौँ। यताउता ठोकेर 10-15 मिनटको झगडा अनि सल्लाहपछि नेपाली नखाने कोरियन खाने सल्लाह गऱ्यौँ। योरी भन्ने ठाउँ। योरी फर्स्ट टाइम है हाम्रो, तिम्रो पनि फर्स्ट टाइम है? ट्राई गर्छौँ हामी। गाइस हाम्रो खानेकुरा आयो, हामी वेट गर्न सकेन। स्पाइसी पोर्क, एग फ्राई राइस अझै आउन बाँकी छ। दाइ आत्तेर खाना सुरु गर्नु भइसक्यो। दाना काटिसक्यो भोकले, त्यही भएर म खाना हटाए खानु लागिसक्यो है। अर्को खानेकुरा नि आयो। हमला भइसक्यो, हमला भइसक्यो। हजुरहरू पनि आउने होला। फिल्ताममा रहेको छ योरी। फाइनल्ली खाएर निस्क्यौँ हामी। अब बस कुर्न जाँदैछौँ। हेलो साथीहरू, अब हामी चाहिँ घुमेँ फेरि घर आउने बेलामा कति बज्यो भन्दाखेरि ल धन्न 11 बज्यो। आज मैले मेरो वचन पुरा गरेँ। मैले बिहान भने चाहिँ फिल्म हेराएँ, लेक ताल घुमाउनलाई हाइकिङ, त्यहाँ चाहिँ मिठो खुलाएँ। अनि अहिले फाइनल्ली हामी रातिको 11 बजी हामी घर फर्किँदैछौँ। यति भएपछि मलाई 3 महिना ढुक्क है। एकैचोटि घुमाएन, कतै गएन भन्थेँ, आज एकैचोटि डन, ट्याक होइन। यति भएपछि ढुक्क भयो। अब केही छैन, अब घर आइपुग्न लाग्यो हामी। अब त्यही ब्लग भन्ने कुरा सुरु गरेपछि इन पनि गर्नुपर्छ अरे क्या, त्यही भएर त्यतिको लागि मात्र भयो नि मैले एकछिन क्यामेरा खोलेको। ल बाई, गुड नाइट। यो हाम्रो फर्स्ट ब्लग हो। अब तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यसै गरी हामी अरू पनि भिडियो बनाउने छौँ, यदि मन पर्यो भने तपाईँहरूलाई है कमेन्ट गर्नुहोस् मन परेमा। अनि फेरि आउने छौँ नयाँ लिएर। हुन त फेरि हाम्रो 50 मिलियन नै भ्युज भयो जस्तै, भ्युज रे सब्सक्राइबरै भयो जस्तै एउटा हुने होइन होला। बाई बाई।